साउजी यो के को पसल हो, यहाँ के पाइन्छ? तपाईलाई के चाहियो भन्नु न, मेरो पसलमा तपाईले जे भने त्यही पाउनुहुन्छ, अल इन वान। जेब पनि एउटा लाइटर देऊ त। त्यो त छैन। टर्च लाइट छ, हुन्छ? अरु केही? नम्बर छ, स्टेपलर छ, हुन्छ? टोपी, छाता छ, मास्क, के भनेको यो? पेन्सिल चाहिँ छ। दुध छ कसको? गाईको, भैँसीको, गोरुको। एक बोतल पानी नै दे। पानी हैन, मट्टीतेल छ, दिउ। मट्टीतेल कसरी पिउँछु? पिउनै पर्यो त जुस पिउनु न। जुस छ? छैन। तपाईँ आउनुभन्दा एकैछिन अगाडि कसैले फलफुल जति सब किनेर लैसक्यो, जुस बनाउनु मिल्दैन अब। बरु एउटा चक्लेटै दे। चक्लेट एउटा बाँकी छ जस्तो लाग्थ्यो। यता रहेछ। जेस एउटा चक्लेट हान्ने नि खान पाइयो। चक्लेट चाहिँ मलाई धेरै मिठो लाग्ने क्या। तपाईँलाई के चाहियो भने अरे? यहाँ चाहिँदैन केही पनि, मेरो पसलमा सबै छ भन्छ अनि। सब छ क्या दाइ, सब छ। तपाईँ भन्नु मात्र, तपाईँले भनेको कुरा रहन्छ भने। चाउमिन छ? यो होटेल होइन। चाउचाउ? त्यो त मेरो बिरालोले सिधा। बिरालोले कहिलेदेखि चाउचाउ खान थाल्यो? बिरालो चाइनिज हो नि त, त्यही भएर चाउचाउ खान्छ। खाना त चाउमिन खान्छ। त्यसो भए चाउचाउ किन खान्छ त्यसले? चाउमिन छैन नि त। अब मलाई थकै लागिसक्यो, म त सब बहस गरेर राख्दिनँ। एउटा बिस्कुट त होला। ए बिस्कुट चाहियो? बिस्कुट त छ नि, लाउनु। बिस्कुट त अझै कति छ, कति मैले कता राखेँ बरु। मुसा मार्नलाई बिस्कुट जस्तो असरदार चिज केही हुँदैन। यो मुसा मार्न राखेको बिस्कुट थियो, तपाईँले खानु हो र? तँले गर्दा म मर्ने भएँ। मैले खानु भनेकै थिइनँ। बिग हाले बिस्कुट तँले राखेन किन? मुसा मार्न? कसो बिरालो छैन? के बिरालो हुँदैन मुसा कसरी मर्छ? बिरालोले के गर्छ? चाउचाउ खान्छ। भर्खर भने होइन, अरू के गर्छ? के गर्छ? मुसा मार्छ। चाउचाउ मात्र खाएर बस्ने बिरालोले मुसा कसरी मार्छ? म चाहिँ मर्ने भएँ। खानलाई चाहिएर चाहिँ भन्दै भनेन, खानलाई चाहियो भए त कुकुरको बिस्कुट थियो त यहाँ। म जान्छु। होइन म जान्छु एकछिन। अबबाट केही पनि किन्नु तबाट। कता गएर मर्नुभन्दा अगाडि बिस्कुटको पैसा दिएर जा। ल मर्यो। हात तेरिका, पसलमा यति सामान हुँदा पनि यति नै आम्दानी हुँदैन किन होला? हजुर लाइटर छ, टर्च लाइट छ, हुन्छ?